अलिकति तोडफोड गरे जस्तो गर्ने सामानहरू के छ? अलिक तोडफोड गर्न लागेको यस्तो दिने डायलगहरू पनि दिने अनटक्क छ। सबभन्दा पहिला तेरै थुतुनो छ। तेरै थुतुनो छ तोड्न लायक। ये पागल। ल कहाँबाट सुरु गर? ल चियाबाट सुरु गर। तिमी झगडाको बिउ त आइमै नि हो। सुरु गर। सिरियस है, सिरियसमा हाँसिकन गर्नु ल, सिरियसमा जानु ल। दुईजना यस्तो गर्नु कि लास्टमा डिभोर्स नै ड्याङ्ग। रुचिकामा नसिलो आली म तँलाई प्रश्न गर्दैछु। त डिभोर्स चाहन्छस्? चाहन्छु। यस्तो मान्छेसँग बस्नु भन्दा त डिभोर्सै गर्नु ठिक छ। अरे यार छोरा मान्छे त हिँड्नु पर्छ यार। किन कुरो बुझ्दिनस् त? के अन्त पहिले के छ भन्दा? आफू चाहिँ हिँड्छ लखर लखर दुनियाँ केटीसँग बोल्छ आएर श्रीमतीलाई सक गर्छ। भनेस् त मबाट बाँच त सक्छ एक्लै बस्न बाँच्न? सक्छु। यस्तो मान्छेलाई म झेल्न सक्दिनँ। लखर 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 हिँडेको छ, कहाँ कहाँ घुमेको छ, दुनियाँ रक्सी खाएको छ, घुमेको छ। स्वास्नी छोराछोरीको चिन्ता छैन। त्यो जुनी सँगै बाँच्ने कसम खै। होस् यो कसम ससम भाडमा गयो। त्यो दुःखमा सुखमा बाँच्ने कसम खै। यो बाचा कसम म एक्लैले निभाउन सक्दिनँ। कसैले सही भन्थ्यो साला छोरी मान्छे पैसा बिक्छ। आज देखे अलिकति गरिबी के आएको थियो नि। छोडिस् ठिक छ जा भन्नै पर्दैन। म आफै निक्लेर जान्छु। यस्तो झुपडीमा बस्नु पनि छैन मलाई। तिमीलाई चाहिँ किन हल्ला होला? डिभोर्स म दिन्छु डिभोर्स। म यस्तो मान्छेसँग बस्नु सक्दिनँ। रुख गएर डिभोर्स कागज बनाउने। ए अन्तले मलाई दिएको फुल ए हेर ल तैँले मलाई दिएको फुल हेर्नु त ल। डिवोर्स पेपर निकाल। Just give me the divorce paper. I'm telling you. I'm just asking you questions. के निकाल्न लाए फुल? तैँले चाहेको डिभोर्स पेपर होइन? ल बस अब उपरान्त तिमी आफ्नो बाटो म आफ्नो बाटो। चाहिँदैन मलाई बेकार जिन्दगी यार। ल सिग्नेचर यावाली चाहिँ त्यसै नछोड्नु है। तपाईँलाई प्रेग्नेन्ट बनाएको छ, अलिअलि पैसा त माग्नुपर्छ। यस्तोसँग के छ र माग्नु? केही पनि छैन सँग। रिलेटिभ मात्रै छ। आधी सम्पत्ति मेरो नाममा गरिदियो भन्नु न। केही पनि खुट्टा कौडी छैन। सबै खाएर सिद्ध्याएको छ। कङ्गालपति छ, केही पनि छैन। घर छ, गाडी छ, कहाँ केही छैन। लुकाएर ऋणै ऋण छ, ब्याङ्कमा टन्नै ऋण छ। यस्तो हुँदैन। म 1 रुपियाँ लिएर डिभोर्स गर्दिनँ। केही छैन। कङ्गालपति चाहिँले खानु त दिँदैन राम्रोसँगले। सायद गरिबहरुले हेरेर पाल्न सकेको छैन। बच्चालाई खुवाउन सकेको छैन। मलाई पाल्न सकेको छैन। सम्पत्ति माग्नु न आधी हिस्सा। बाबु माग्नु त हुनु पर्यो नि पहिला सम्पत्ति। त्यो गाडी काटेर भए पनि आधी मेरो नाममा गर्दै भन्नु न। गाडी त भाडाको। भाडाको गाडी। मलाई त थुतुले काट।
धनी हुन्थ्यो भने यहाँ डिभोर्स माग्थ्यो दुईटा टायर मलाई दे भन्नु गाडीको टायर मलाई दे गाडीको टायर मलाई दे गाडीको टायर मलाई दे गाडीको टायर मलाई दे अरे बाबा गाडीको टायर मलाई दे गाडीको दुईटा टायर रे भन्नु त्यो गाडीको आधी भाग गाडीको आधी भाग काटेर मलाई दिनु काट्नुपर्छ भन्नु अरे बाबा के रे त्यो भन्नु के त्यो गाडीको आधी भाग काटेर मलाई दिउ म पाल्छु बच्चा भन्नु म कबाडीलाई बेचेर भए पनि पैसा निकालेर भए पनि म मेरो छोराछोरीलाई खाना खुवाउँछु भन्नु त्यो गाडीको टायर बेचेर भए पनि